सो वेलकम टु द माई न्यू भ्लग। सो गाइज हामी चाहिँ अब होली खेल्नको लागि साथीहरूकोमा गइरहेको है। अब यहाँभन्दा केही अलिकति अगाडि चाहिँ साथीको घर छ, त्यहाँ जहाँ चाहिँ अलिकति खानपिनको व्यवस्था भइरहेछ। त्यसको लागि हामी यहाँदेखि हिँडिरहेको छौँ। अब चाहिँ हामीले आउने बेला भइसकेको छ, जहाँसम्म ठ्याक्कै हामी पुग्ने बेला भइसक्यो। सो गाइज म चाहिँ यहाँ साथीहरू भाटी आइसक्यो। साथीहरूको चाहिँ खतरा पार्टी चलिरहेको रहेछ। ल ह्याप्पी होली है सबैलाई, ह्याप्पी होली एकदम। ल ल अलिअलि रङ चाहिँ लगाउनु पऱ्यो है। एकछिन खिच्छ यहाँ राख्छ होला, अलिकति हालिदिउँ यहाँ। रङ त कसैको पनि मुख रङ्गेको छैन त्यहाँ। धेरै बसी भेट भयो त्यहाँ जस्तो के छ अङ्कल? लगाइदिउँ न आजको दिनमा त्यहाँ लगाउनु पऱ्यो नि। ल टिका लगाइदिउँ बस्नु त यतै जय शम्भु कैलाशपति। अलि नखेल्ने कि भनेर बसिरहेको थिएँ, अनि तपाईँलाई मिस गरिरहेको थिएँ। हामी त घुम्दै जानु गएको थियो सबलाई ल गाडी जाने मौलै भन्नु त एकछिन यसो बस्नु है। अनि घुम्दै घुम्दै आयो उतातिर के चलिरहेको कन्सर्ट छ भन्छ। माथि ठुलो लाछीमा लाछी हो कि खै ठुलो लाछीमा छ। जाने हो अहिले जाने हो खेलतिर पो होला भन्नु। किन सन के छ तिर काम धाम यतिकै ओहो यहाँ चाहिँ कडा रमाइलो भइरहेछ हाम्रो। यहाँ हाम्रो मेन बस भैयाजी यहाँ चाहिँ कडा भइरहेछ होली होइन। ल यस्तै यहाँ चिजबिजहरू यहाँ छेउमै लाँदा पनि देख्दैन अढाई के हो त्यही। अनि हाम्रो यहाँ चाहिँ दुईजना कुकम्यान हुनुहुन्छ एकदम, एकजना चाहिँ हान्दी हुनुहुन्छ कुच्च पार्टी यसो हल्का रमाइलो के हो यार। अरू हाम्रो यहाँ दाइहरू हुनुहुन्छ। ल ह्याप्पी होली। आज होली दिन रमाइलो गरिरहेको छु। हामीले एउटा गोप्रो ट्यागको मगाएर मुटो टाँसेर अनि ठिक छैन उमेश दाइ? एकदम बिन्दास छ भाइ। कस्तो टेस्टी बनेको छैन भने टेस्टी केटाहरूको बब्बाले चाहिँ भइरहेको छ टक्कै है। मौसम पनि एकदम धमिलो मौसम छ। मौसमलाई पुरै च्यालेन्ज हानिरहेको छ है कति आगोको साथमा। ओहो ओहो कोही बाहिर छ टक्कति। बराबरी होलीको खाजा चाहिँ भइरहेछ है एकदम। एकदम ठाउँ पनि बबाल छ एकदम। यस्तो ठाउँमा बसेर हामी होली मनाइरहेको छु। ल गाइजहरू एकदम कुनामा सेपमा पुरै अब चाहिँ हामी सुरु गर्न गइरहेको छु है हल्का।
यसो चिसो पानी त्यसको साथमा अलिअलि यहाँ साथीहरूले बनाएर आएर चाहिँ खसी मासु लगाए सुरु गर है त सो फाइनली गाइज हामी चाहिँ अब यहाँ ठक्क त्यो कन्सर्टमा आइसकेको छ अब केटाहरू टक्क कन्सर्टमा बसेर कन्सर्ट एकछिन हेर्ने हो त्यसपछिबाट त रमाइलो गर्ने कतिको रमाइलो हुँदो रहेछ गाइज हेर्नु है त कन्सर्टमा होइन हामी चाहिँ कन्सर्टमा आइसकेको छ